प्रदीप रोदनज्यूले लेख्नु भएको गजल संग्रह मफलरबाट म एउटा गजल वाचन गरेर सुनाउँछु। गजल यस प्रकार रहेको छ। अस्पतालसम्म घाइते मक्किएको स्ट्रेचरमा आउँछ यो कुन देश हो, सधैँ मान्छे हेर्न हेलिकप्टरमा आउँछ। अस्पतालसम्म घाइते मक्किएको स्ट्रेचरमा आउँछ यो कुन देश हो, जहाँ सधैँ मान्छे हेर्न हेलिकप्टरमा आउँछ। पटक पटक पत्थर नबनेकोमा पश्चाताप हुन्छ मलाई। पटक पटक पत्थर नबनेकोमा पश्चाताप हुन्छ मलाई। जब कलशमा बसेर स्वयं फूल पत्थरमा आउँछ। जब कलशमा बसेर स्वयं फूल पत्थरमा आउँछ। आजसम्म नआएको त्यही सुख मात्र त हो आमा। आजसम्म नआएको त्यही सुख मात्र त हो आमा। दुःख अभाव हुरी झरी सब हाम्रो घरमा आउँछ। करोडको गाडी अरबौको जहाज सुटुक्क ल्याउँछन्। करोडौको गाडी अरबौको जहाज सुटुक्क ल्याउँछन्। र हाटको बोरा चामल स्थानीयको रोहबरमा आउँछ। दया लाग्छ मेरो कठालो समाउँछु भनेको सुन्दा। दया लाग्छ मेरो कठालो समाउँछु भनेको सुन्दा। जो मजाले उफ्रियो भने पनि मेरो कम्मरमा आउँछ। जो मजाले उफ्रियो भने पनि मेरो कम्मरमा आउँछ। अस्पतालसम्म घाइते मक्किएको स्ट्रेचरमा आउँछ यो कुन देश हो, जहाँ सधैँ मान्छे हेर्न हेलिकप्टरमा आउँछ। पटक पटक पत्थर नबनेकोमा पश्चाताप हुन्छ मलाई। पटक पटक पत्थर नबनेकोमा पश्चाताप हुन्छ मलाई। जब कलशमा बसेर स्वयं फूल पत्थरमा आउँछ। आजसम्म नआएको त्यही सुख मात्र त हो आमा। आजसम्म नआएको त्यही सुख मात्र त हो आमा। दुःख अभाव हुरी झरी सब हाम्रो घरमा आउँछ। दुःख अभाव हुरी झरी सब हाम्रो घरमा आउँछ। करोडौको गाडी अरबौको जहाँ सुटुक्क ल्याउँछन्। करोडौको गाडी अरबौको जहाँ सुटुक्क ल्याउँछन्। र हाटको बोरा चामल स्थानीयको रहबरमा आउँछ। दया लाग्छ तेरो कठालो समाउँछु भनेको सुन्दा। दया लाग्छ तेरो कठालो समाउँछु भनेको सुन्दा। जो मजाले उफ्रियो भने पनि मेरो कम्मरमा आउँछ। जो मजाले उफ्रियो भने पनि मेरो कम्मरमा आउँछ। अस्पतालसम्म घाइते मक्किएको स्ट्रेचरमा आउँछ यो कुन देश हो, जहाँ सधैँ मान्छे हेर्न हेलिकप्टरमा आउँछ। यो कुन देश हो, जहाँ सधैँ मान्छे हेर्न हेलिकप्टरमा आउँछ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। हाम्रो यो भिडियो हेरिसकेपछि कस्तो लाग्यो सल्लाह सुझाव तथा प्रतिक्रियाहरूको लागि कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। र हाम्रो युट्युब च्यानल सहयात्रीलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई, फेरि भेटौँला।